दर्शकबिन नमस्कार, स्वागत छ। म कुमार सिंह। सुर्खेतको वीरेन्द्रनगर लाटीगाडा होटलमा भीषण आग लागि भई करोडौँको क्षति भइरहेको छ। उक्त आगो निभाउनको लागि दमकल आइरहेको छ। तपाईँले प्रत्यक्ष रूपमा भिडियो देखिरहनु भएको छ। सुर्खेतमा हिजो मात्र आगो लागेर भीषण आगो लागि करोडौँको क्षति भइरहेको छ। सनम इलेक्ट्रोनिक रेडियो एन्ड घडी पसलमा पनि आग लाग्यो र सँगै नजिकै रहेको साइकल स्टोरमा पनि आग लागिरहेको छ। यो दुःखद खबर छ। सुर्खेतबाट अत्यन्तै दर्दनाक दृश्य देखिरहनु भएको छ। यो सुर्खेत वीरेन्द्रनगर बीच बजारको हो र मेन बजार माया नर्सिङ होम नजिकै रहेको आग लाग्यो र आग लागि छ। दमकल र स्थानीयवासीले निरन्तरमा लिइरहेको छन्। यो भिडियो सक्दो सेयर गरिदिनु होला र गर्मीयाम छ, यसैले आगो लाग्नबाट बचौँ, आफू पनि बचौँ र अरूलाई पनि बचाउँ। एकदम दर्दनाक दृश्य कर्णाली प्रदेश राजधानी सुर्खेतको। भिडियोलाई सक्दो सेयर गर्नु होला है। यति बेला हामी प्रसारणमा छौँ, प्रत्यक्ष तपाईँले देखिरहनु भएको छ। लाइभलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला, सतर्क रहनु, आफू पनि बचौँ र अरूलाई पनि बचाउँ आग लागेबाट। यति बेला साइकल स्टोरमा सनम इलेक्ट्रोनिक घडी र लाटीगाडा होटलमा आग लागि भइरहेको छ र दुःखद खबर हो यो। यसैले गर्मीयाम छ। तपाईँ पनि विद्युतीकरणहरू एकदम सुरक्षित ठाउँमा एकदम बाटो जोगिनुहोस् र लाइटरहरू सलाइहरू जस्ता चिजहरूलाई पनि आफूभन्दा एकदम सुरक्षित राख्नुहोला। ग्यासहरू लिक भएको छ वा छैन, के भइरहेको छ त्यो पनि तपाईँले एकदम ध्यान दिनुपर्ने हुन्छ। र देखिरहनु भएको दृश्य सुर्खेत वीरेन्द्रनगर कर्णाली प्रदेश राजधानीको हो र माया नर्सिङ होम मेडिकल नजिकै रहेको दृश्य हो र भिडियोलाई सक्दो सेयर गरिदिनु होला। आगो लागिरहेको दृश्य सुर्खेतबाट हामीले प्रत्यक्ष रूपमा प्रसारण गरिरहेको छौँ र अब गर्मीयाम छ। करोडौँको घाटा भइसक्यो। लाटीगाडा होटल सुर्खेत वीरेन्द्रनगरमा यो लागिरहेको दृश्य हो र दर्दनाक छ। भिडियोलाई सक्दो जतिभन्दा सेयर गरिदिनु होला। तपाईँको एक सेयरले सुरक्षित रहन सक्नुहुन्छ र तपाईँले भिडियो फैलाउनु भयो भने अरूले पनि हेर्नुहुनेछ र सतर्क रहनु होला। आफू विद्युतीय उपकरणबाट पनि सतर्क रहनुहोस्। प्लस ग्यासहरू लिक छ छैन सबै राम्रोसँग चेक गर्नु होला। सानो तपाईँहरूको गल्तीले गर्दा भोलि करोडौँको क्षति हुनसक्छ र यहाँ करोडौँको क्षति भइरहेको छ। स्थानीयवासीहरू र पब्लिकहरू सिटीहरूले गर्दा हेल्प गरिरहनु भएको छ। प्रत्यक्ष भिडियो देखिरहनु भएको छ। भिडियोलाई जति सक्दो हुन्छ सेयर गरिदिनु।